हेलो गुड मर्निङ। यहाँनिर चाहिँ हाम्रो घर छेउमा चाहिँ यति दामी मैले सधैँ नै देखाएर आएको थिएँ नि त तपाईँलाई। यहाँनिर ल्यान्ड अफ क्याम्पर्स भनेर एउटा टुरिज्म खोलेको छ होइन, बनाएको छ। यति दामी हुँदो रहेछ यहाँनिर। हेर्नुहोस् त फुल फुलेर। यहाँनिर गेट चाहिँ अर्ग्यानिक रहेछ यहाँनिर। हेर्नुहोस् है, यो चाहिँ मन पर्यो मलाई। यस्तो अर्ग्यानिक छ हो। यसलाई चाहिँ उता सारेर यहाँदेखि जानुपर्छ। यति दामी दामी फुल फुलेछ। मलाई सानोमा यहाँनिर यस्तो फुलहरू यो खालको फुल देख्दाखेरि चाहिँ मलाई सानोमा माथि कुतेमा शङ्कु गगा भन्नेलाई बाजे थियो। त्यहाँनिर हामीले दुधहरू पुऱ्याउनु जाँदाखेरिको त्यो दिनहरू याद आयो मलाई यो फुलहरू देख्दाखेरि। यहाँदेखि चाहिँ तिमी टी गार्डन चाहिँ यस्तो दामी देख्छ कि अहिले चाहिँ सबै यहाँ माथि माथि बादल लागेछ हो। यहाँनिर यहाँ घुम्ने मान्छेहरू पनि आइबस्नुहुन्छ लोकल हो। अनि यहाँ स्विङ पनि छ। यहाँ हेर्नुहोस् फुलहरू। वाउ, यहाँ चाहिँ हामी भाइले गर्दा मात्रै आउनु पाउँछ। यहाँ चाहिँ भाइ हुन्जेलसम्म चाहिँ हो हामीलाई फ्री छ। यहाँ तपाईँहरू आउनुभयो भने चाहिँ अलिअलि टिकट लाग्छ।